रिसेन्ट 4 दिनमा मैले 4वटा फिल्म हेरे, 4वटाको 4वटै कन्टेन्ट ओरिएन्टेड फिल्म, जसले मेरो माइन्ड फक गरिदियो। मैले सोचेको थिइनँ कि यो 4वटा फिल्म मध्ये 4वटै फिल्मले मेरो माइन्ड फकिङ गराएर छोड्छ भनेर। सुरु गर्न चाहे मैले कन्नडा इन्डस्ट्रीको हिडन जेम शूट फ्रम शोबाट। यो फिल्ममा मेन क्यारेक्टरले आफूभित्र आत्मा भएको प्रिटेन्ड गर्छ, तर जब जब स्टोरी कमेडीको साथमा अघि बढिराख्छ मलाई लागेको थिएन कि एन्डमा त्यति सिरियस नोटमा फिल्म एन्ड हुन्छ भनेर। अर्को छ मलयालम मुभी कुम्बलङ्गी नाइट्स। यो फिल्ममा 4 जना ब्रदर्सको कहानी देखाइएको छ, जो सुरुमा त मतलबी हुन्छन् र एन्डसम्म आइपुग्दा उनीहरू एकअर्काको लागि स्ट्यान्ड लिन्छन् र फाफाको अतरङ्गी बोल्ड क्यारेक्टरको त के कुरा गर्नु, र एन्डिङ त आउटस्ट्यान्डिङ छ। अर्को छ तमिल मुभी बाइसन, जसमा चियान विक्रमको छोरा ध्रुव विक्रम लिड रोलमा हुनुहुन्छ। फिल्ममा कबड्डी प्लेयरको स्टोरी देखाइएको छ, जसले कास्ट, धर्म र भाइलेन्सको दुनियाँलाई छोडेर आफ्नो लाइफमा कसरी ग्रो गर्छ त्यो कुरालाई देखाइएको छ। नेक्स्ट छ बलिउड फिल्म ट्र्याप्ड। राजकुमार रावको यो फिल्ममा स्टोरी देखाइएको छ एउटा त्यस्तो मान्छेको जो एउटा बिल्डिङमा लक भएको छ, हेल्प माग्न पनि घरहरू वरिपरि छैनन्। त्यस्तोमा एउटा मान्छेले के गर्न सक्छ त त्यो कुरा यो फिल्ममा हेर्नु होला।